पैसै छैन क्या त्यति त्यही भएर दिदी कौलीको कति हो यस्तो महँगो एउटाको 90 ए 90 भनेपछि गाह्रो पऱ्यो त मलाई त अहिले यस्तो के अहिले कलेज पढिरहेको छु होइन म अनि घरमा नि हल्का समस्या भएकोले हो क्या घरमा हल्का समस्या ड्याडी अलिक बिरामी हुनुहुन्थ्यो अनि मैले हेरिरहेको छु कि ड्याडीलाई अनि त्यही भएर अलिक गाह्रो अप्ठ्यारो परेर यो पैसै छैन क्या त्यति त्यही भएर बरु यस्तो गर्नु मिल्छ मसँग 20 मात्रै छ क्या 20 रुपियाँ मात्रै छ होइन पछि पैसा दिनु मिल्छ पछि आएर बरु यस्तो गर्छु नि घडी यहीँ हालिदिन्छु नि त घडी होइन पछि दिन आउँछु म 90 रुपियाँ दुईवटा कौली लाउनु पर्थ्यो क्या घरको लागि अब आज खुवाउनुलाई भनेर म त पाटनतिर हो पाटन आज यहाँ कि घुम्न आएको थियो अनि त्यही भएर लिएर जाउँ कि भनेर यस्तो गर्न घडी हालिरहेको छु नि त अनि हुन्छ होइन के हो न घडी हालिरहेको छु नि त कि मिल्छ भयो दुईवटा लाउनु मन थियो क्या मसँग हो होइन यसो म पैसा फिर्ता गरिदिन्छु त्यसो चिन्ता लिनु परेन होइन म त्यसो पैसा लिँदिनँ केही होइन घडी हालेर जान्छु नि बरु हुन्छ म भोलि दिन ल्याउँछु होइन फेरि एउटा दुईवटा लाउनु पर्छ कि अनि तपाईँले गाह्रो हुन्छ भनेर क्या अलिकति हुन्छ बोनी भएको छैन है 20 रुपियाँ चाहिँ छ भनेको मैले बोनी भएको छैन ला त्यही त होइन फेरि तपाईँलाई अर्को समस्या हुन्छ है होइन मलाई फेरि यही लाउनु मन थियो कि अनि अलिक समस्या भएर नि मलाई अप्ठ्यारो भयो कि त्यही त मलाई सोध्नु अप्ठ्यारो थियो कि मलाई है त्यही भएर मिल्छ दुईवटा बरु कि घडी हालेर छोडेर जान्छु नि त म तपाईँलाई होइन म पैसा चाहिँ दिँदिनँ कि त्यसरी पैसा त्यसरी अरूको पैसा त्यस्तो गर्न मन छैन कि होइन त्यही त हजुरको बच्चा ए वाह कति 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 क्लासमा पढिरहेको के यस्तो गर्न घडी हाल्यो न र होइन हुन्छ होला होइन गाह्रो भएर भन्यो नत्र पैसा दिइहाल्छ म के गाह्रो भएर होइन दुईवटा लाउनु पर्छ कि त्यही भएर घडी हाल्यो न हुन्छ होइन पैसा फेरि त्यही म भोलि ल्याइदिन्छु होइन अनि दुईवटा लाउनु पर्ने थियो कि अनि त्यही भएर चाहिँ हो घडी हाल्यो न म ल्याइदिन्छु तपाईँलाई हुँदैन होइन म ल्याइदिन्छु भनेर पैसा त फेरि म भाग्छु कि भनेर तपाईँले यस्तो हुन्छ नि त त्यस्तो मलाई गाह्रो भएर मैले तपाईँलाई भने नत्र यस्तो तपाईँले हल्का सानो सहयोग गर्यो भने तपाईँलाई कतैबाट पैसा त आउँछ नि मानवताको हिसाबले नि होइन र जेठो छोरो यत्रो छ बाबा विदेश गएको 4 महिना भयो बिराई गएर औषधि खाना खाँदै छ ए त्यही ए मलाई बिगारो छ त्यही त के गर्नु मिल्छ हल्का यसो गएको 4 महिना भयो 4 महिनामा फेरि बिरामी भएर अब के गरौँ त्यसै हजुर दुईजना मात्रै बसिरहनु भएको अहिले अर्को छोरो नि छ यो भन्दा सानो यो गाह्रो छ हजुरलाई नि गाह्रो छ मलाई नि गाह्रो छ मैले नि घरमा हेरिरहेको छु त्यही भएर के गर्नु मिल्छ सक्छ मिलाइदिनु सक्छ म दिन्छु भनेर हुन्छ धन्यवाद तपाईँले दुःख बुझिदिनु भयो यो हालिदिनु न त हुन्छ झोला छ हजुरसँग दिदीसँग झोला छ मैले बोनी पनि गरी छैन आफ्नै आमाले सम्झेर ल्याएर दिनु धेरै धेरै धन्यवाद आमा सम्झेर नै बोलिन्छ है धेरै धेरै धन्यवाद तपाईँले सुन्नुहोस् न तपाईँले दुःख पर्दाखेरि सहयोग गर्नुभयो तपाईँलाई नि म अवश्य सहयोग गर्नेछु कुनै दिन हुन्छ म अवश्य सहयोग गर्छु म त्यो बिर्सिदिनँ तपाईँले यस्तो राम्रो गुण गर्नुभएको छ होइन म त्यो कहिले बिर्सिदिनँ कि है बोनी हाम्रो होइन
अनि यो कतिमा बेच्नु भएको नि यो 40 ए सबै कतिको सामानहरू हो र तपाईँले बेच्नु भएको पहिले 1000 यो सब 1000 रुपियाँको सामान हाल्नु भएको सामान 1000 साग मात्रै 1000 रुपैयाँ तरकारी यो मकै छुट्टा ए मको चाहिँ यो सामान चाहिँ 1000 रुपियाँ भएन ए 1000 रुपियाँको बेच्नु भएको रहेछ हैन हजुरलाई 1000 रुपियाँ लिनुहोस् लिनुहोस् तपाईँलाई लिनु न सानो सरप्राइज दिएको होइन होइन लिनु लिनु न मैले सानो एउटा एक्सपिरिमेन्ट मात्रै गरेँ सोसल चेक मात्रै गरेँ तपाईँ लिनुहुन्थ्यो होइन होइन लिनु लिनु मेरो तपाईँले छोरा सम्झेर भन्नुभयो होइन ओके ल छोरा सम्झेर भन्नुभएको छ कि छैन ल यो सबै लिन्छु है म तर तपाईँ बेच्नु यो सानो खुसी मात्रै हो तपाईँ लिनुहुन्थ्यो होइन भनेर दुःख परेको बेला तपाईँ लिनुभयो कि भएन हो कि होइन है मैले दुःख छ भने आमा सम्झेर आमा मेरो बुढो पनि हेर्नु गएको 4 महिना भयो फेरि बिरामी हुँदैन त्यही त तपाईँले आफ्नो दुःख बुझ्नु भयो नि त होइन अरूको दुःख बुझ्नु भयो मैले भनेको थिएँ नि पैसा जसरी पनि फिर्ता आउँछ तपाईँलाई भनेको थिएँ नि तपाईँले सहयोग गर्नुभयो भने पैसा फिर्ता आउँछ मेरो दुःख उस्तै होला मेरा है सबैको दुःख आफ्नो आफ्नो छ होइन त्यही त हजुर त रुनु नै भयो त नरुनुहोस् खुसी हुनुभयो होइन आज हजुरको बोनी फर्स्ट खुसी हुनुभयो खुसीको आँसु आमा हाँसिराख्नु भएको छ ए मैले देखिराख्नु भएको छ आज उहाँले सानो खुसी म सानो खुसी बाडिया हुन्छ कि खुसी बाडिया हुन्छ देख्नु होला झन् राम्रो नदेख्नु भएको आज अगाडि प्रशस्त देख्नु भयो यहाँ खुसी खुसी हुनुभयो अब कति बजीसम्म बेच्नुहुन्छ अब एकछिन बेचेर बाबुलाई फेरि खानु पकाउनुपर्छ 2 जना छोरा भन्नु होइन यसरी मिहिनेत गर्दै जानु होइन दुःख परेकोलाई सहयोग गरिनु होला होइन अब म त यतिकै आयो दुःख पऱ्यो होइन अरूहरू कसैले साँच्चीकै दुःख पर्न सक्छ क्या यो भिडियो हेर्दा तपाईँको मन छोयो भने आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला अनि यस्तै वास्तविक र मन छुने भिडियोको लागि हामीलाई साथ दिनुहोला धन्यवाद।